दामी छ मिठो मिठो छ दामी छ। आज 93 वर्षको बुवा र 90 वर्षको आमाको लागि खसीको सुप बनाऊ है त। हामीलाई चाहिन्छ खसीको खुट्टा टाउको सहितको एक बोल मासु र अन्य विभिन्न मरमसलाहरू जसमा लसुन, धनियाँ, टमाटर, अदुवा, प्याज अनि हरियो खोर्सानी, त्यसै गरी जिरा धनियाँको पाउडर, नुन, तेल र यो खडा मसला, बेसार र रातो खोर्सानी। यति मसला भयो भने पुग्छ र यसलाई हल्का तेल तताएर प्याज र लसुन अदुवालाई पहिला फ्राई गर्ने। त्यस पछाडि अघिका देखाइएका मसलाहरूलाई पालैपिलो बिस्तारै हाल्दै चलाउँदै जाने, जसमा टमाटर, धनियाँ र हरियो खोर्सानी चाहिँ अन्तिममा हाल्ने। र यति सबै मसला हालिसकेपछि मासुलाई मजाले भुटेर त्यसमा कति चाहिन्छ त्यति पानी हालेर कुकरको बिर्को लगाई त्यसमा सुई सुई 7-8 सिटी मजाले लगाइदिने। अनि नुन हाल्न चाहिँ नबिर्सिनु होला। स्वाद अनुसार तपाईँले नुन हालेर त्यसलाई एकछिन 7-8 सिटी हुइन्जेल छोडिदिने। ल अब चाहिँ हाम्रो मासु यसरी तयार भइसक्यो र यो आमा बुवालाई मैले सर्भ गर्दैछु र उहाँहरू टक्क बेलुकाको डिनर गर्नको लागि तयारी अवस्थामा हुनुहुन्छ र उहाँहरूको रिभ्यू पनि लिइहालौँ। दामी छ मिठो कस्तो छ? मिठो छ दामी छ दामी र मिठो छ। भिडियोमा के हालेको चाहिँ देखाइएन, के कुरा चाहिँ तपाईँलाई मिसिङ लाग्यो कृपया नोटिस गर्नुभयो भने कमेन्ट गर्नु होला है त।